बोल्नु हुँदैन नारायण भगवानलाई भुल्नु हुँदैन भन्छ यो सजना सबैलाई विषयमा नभुलाऊ आत्मालाई साँझ परो आएनन् म बिरहले विधान फैलायो अटिनलाई रचेको माला लिँदा लिँदै हातैमा होइलायो कहाँ जानुभयो प्रभु कहाँ जानुभयो माया मार्नु प्रभु माया मार्नु लक्ष्मीनारायण भगवान की जय अनि नि माता तपाईँ कहाँ जन्मिनु भएको मुनमा सौदा भन्नु न भन्नु हो त तल लप्चीबाटै भन्ने ठाउँ देख्नु भएन होला ए अनि भुटानको लप्चीबाटै गैरी गाउँ तल थियो घर अनि कतिजना दाजुभाइ हुन् हजुरका दाजुभाइ त मेरो दुईजना हुन् दिदी बहिनी यी फाल्टु तिनजना हुन् कान्छीपट्टिका दाजुभाइ एकजना चाहिँ क्याम्पमा बसेर यसलाई बिते कान्छो चाहिँ कान्छो दाजु चाहिँ हजुर दिदी बहिनी पनि चावडी चाउडी उता उता चावडी यता दोरी तिनवडी अनि हजुरको कति वर्षमा बिहा भएको 8 वर्षमा 8 वर्षमा कहाँ कुन ठाउँमा भुटानको कुन ठाउँबाट बिहा भएको त्यही बसेकै ठाउँमा अलिकति मासतिर घर बनाएर आमाहरू छुट्टिएर बसेको ठाउँ भनेको लप्सीबाटै लप्सीपट्टि अच्छा अनि गैरी गाउँ भन्थे त्यहाँबाट चाहिँ कहाँ बिहे गरेर ल्याउनु भयो सुरे कसलाई चाहिँ हजुरलाई पिताजीले बिहे गरेर ल्याउँदा नि लप्सीबाट एउटा सुरेमा ल्याउनु भएको हो सूर्यमा पहिली होइन अलि पछाडि हो अलि पछाडि लप्सीपट्टिमै हो जन्म पनि बिहे गरे पनि उही हो अनि हजुरका अनि छोराछोरी कतिजना हुन् मेरा छोराछोरी हजुर छोराछोरीको गन्ती अहिले होस् ए अहिले कतिजना छन् त्यति भनिदिनु नि भइहाल्छ नि 3वटी छोरी हजुर एउटा छोरो एउटा छोरो यति बेला देख्न चाहिँ ए अनि जेठी छोरी कसलाई दिएको बिहा गरेर जेठी चाहिँ पोखरेललाई दिएको माइली माइली चाहिँ अब बिचरा बिहे गरेपछि एकजना दाललाई दिएको थियो हजुर दाल बिते हजुर उमेर नपुगिकन बिते अनिखेर बस्दै थिएँ एउटा हुँ गाईले उनको पनि त्यस्तै भएर घर बिग्रेको रहेछ र अनि लगे हजुर अनि त्यस्तै भइरहेछ अझैसम्म त छ उता ए अनि कान्छी छोरी कान्छी छोरी एकजना भन्नुहोस् न कसलाई के थरीलाई बिहे गरिदिनु के पो थियो थर पनि बिर्सी फाइफुट्टी खनाललाई भयो